हेलो एभ्रिवान गुड मर्निङ। अब चाहिँ मैले तपाईहरुलाई सर्ट होम टुर गराउने छु। सो हियर वी गो, आउनुहोस्। सो ओपन द डोर। सो मैले चाहिँ आज बच्चा भएको घर हो, सधैँ त सोचेको जस्तो त अब हुँदैन, रुमहरू यताउति मेसा भइराखेको छ, तर वी ट्राई टु किप बेस्ट क्लिन अप। इभन के गर्नु भएको हो? पियानो बजाएको। यहाँ चाहिँ हाम्रो अनलाइन मेरो क्लासहरू अनि हाम्रो भनौँ न ल्यापटपहरू राखेर हामीले चाहिँ यहाँ अफिसको कामहरू गर्दैछौँ। सो यो चाहिँ एउटा कमन रुम जस्तै, सबैजना आयो भने चाहिँ सुरुमा यहीँ बस्नुहुन्छ। अनि यहाँ चाहिँ टिभी ऱ्याक भयो। यो चाहिँ मेरो बाबुको स्कुलको टिचरहरू, बाबुले पाएको मेडलहरू। यो चाहिँ बाबु युकेजीमा ग्रेजुएसन हुने बेला चाहिँ हामीले बुकिदिएको थियौँ। अनि यहाँ चाहिँ बाबु र मेरो यस्तो टल्किँदो रहेछ, क्युट पिक्चर छ यो। सानो हुने बेला, अहिले त निकै ठुलो भइसक्यो। सो यहाँ चाहिँ हामी त्यो कर्नरमा चाहिँ मैले एउटा सानो फुल राखिदिएको छु। हाम्रो चाहिँ ग्राउन्ड फ्लोर भएको भएर अलि अँध्यारो छ, तर राम्रो छ। अनि यहाँ चाहिँ यहाँ चाहिँ हाम्रो सानो एउटा कर्नर छ। यहाँ चाहिँ हामी कार्पेटहरू राख्ने प्लानहरू गर्दैछौँ। हामी नयाँ कार्पेट। सो मनी प्लान्ट, मेरो बहिनी चाहिँ प्लान्ट लभर हो, त्यो सबैतिर। यहाँबाट चाहिँ हाम्रो यस्तो बाहिर देख्छ। अब यहाँ चाहिँ हाम्रो टोइलेट बाथरुम छ। यहाँ चाहिँ मुख बेसिन धुने। अनि यहाँ चाहिँ हाम्रो हल्का नुहाउने धुवानीको सामानहरू राख्ने, त्यहाँ चाहिँ एउटा प्लान्ट राखेको छौँ। यो चाहिँ भयो हाम्रो बाथरुम। अब लागौँ, दिस इज आवर मास्टर बेडरुम। यो चाहिँ हाम्रो मास्टर बेडरुम हो। सो यहाँ चाहिँ हामीले वी ट्राई आवर बेस्ट टु क्लिन गरेर राख्नलाई ट्राई गर्छौँ। तर बच्चा भएको घर हो, यस्तो यस्तो सामानहरू चाहिँ हुन्छ कि फोहोरहरू चाहिँ होइन, उति हेर्नु त्यस्तोहरू चाहिँ हुन्छ। अनि यो चाहिँ हाम्रो दौरा छ। यहाँबाट सबै हाम्रो गेट देखिन्छ। त्यो मैले छोटो पर्दा किन राखेको भने चाहिँ मान्छेहरू आउँदाखेरि डाइरेक्ट हाम्रो रुममा देखिने भएको कारणले, अनि उज्यालो पनि होस् भनेर दुईवटा कन्सेप्टको कारणले चाहिँ मैले त्यसो राखेको। यहाँबाट चाहिँ सबै हाम्रो किचन गार्डनहरू देखिन्छ। दिदीले गर्नुहुन्छ किचन गार्डनहरू चाहिँ। एन्ड देन लेट्स गो। मेरो बाबु चाहिँ एकदम जली छ, जतिखेर नै उफ्रिरहन्छ। यो चाहिँ मेरो कान्छी बहिनीको बेडरुम हो। सी इज देयर, उसको रुम हो। यो क्लिन गरेर बसेको छ। अनि दिस इज आवर मेन किचन। किचनमा जानुलाई चाहिँ अलिक चिसो छ, त्यही भएर हामीले चाहिँ स्लिपर राखिदिएको छौँ। सो दिस इज आवर किचन। डन। अहिले चाहिँ मैले पानी उमालिरहेको छु, किनकि पानी चाहिँ म सानो बच्चा भएको भएर जुनै पानी भए पनि उमालेरै खाने बानी छ। यो चाहिँ हाम्रो सानो सानो किचनको सामानहरू छ। हाम्रो चाहिँ ग्यास स्टोभ, यहाँ चाहिँ चिम्नी छ। अनि यो चाहिँ हाम्रो बेसिन यस्तो छ। सो मलाई चाहिँ सबैजनालाई आफ्नो आफ्नो ठाउँमा लाग्न सक्ला, तर मलाई चाहिँ किचन र बाथरुम चाहिँ घरमा सबसे क्लिन हुनुपर्छ जस्तो मलाई लाग्छ कि। यहाँ मैले चाहिँ हाम्रो भाँडाहरू, हामीलाई चाहिने बट्टाबुट्टी सामानहरू सबै यहाँ राखेको छौँ। एन्ड देन यता चाहिँ छ हाम्रो फ्रिज, अनि यता वासिङ मेसिन। अनि यहाँ चाहिँ हामीलाई चाहिने सामानहरू छ। अनि यहाँबाट चाहिँ ठक्क हामी चाहिँ विन्टरमा होस् समरमा होस् हाम्रो लागि यहाँ पर्सनल स्पेसहरू छ। यहाँ हल्का फोहोरहरू छ, इग्नोर द्याट वान। सो यहाँ चाहिँ हाम्रो पर्सनल स्पेस छ। हामीले फुलहरू हल्का पालेको छौँ, धेरै पालेको छैनौँ, पालेको छौँ। सो दिस इज आवर होम टुर। So I would like to end my video here. Thank you for watching.